भक्तजनहरू तपाईँहरू केही यता स्थानमा धैर्य धारण गरी बसिनुहोला। एक महिने कठोर व्रत र पुरुष व्रतहरू साष्टाङ्ग दण्डवत गर्दै जिउ नाच्दै आउँदै हुनुहुन्छ। कृपया ठुल्किलाको बाटो पवित्रताले खाली गरिदिनुहोला। आदरणीय श्रद्धालु भक्तजनहरू, ठुल्किलाको बाटोमा उभिराख्नुभएका भक्तजनहरू, ठुल्किलाको बाटोमा उभिराख्नुभएका भक्तजनहरू कृपया उक्त स्थान खाली गरिदिनुहोला। एक महिने कठोर निराहार व्रत र पुरुष व्रतालुहरू जिउ नाप्दै साष्टाङ्ग दण्डवत गर्दै माथि पिपलबोटको पछाडि भीमसेन स्थानसम्म पनि जिउ नाप्दै जानुपर्ने भएको हुनाले कृपया उक्त स्थान खाली गरिदिनुहोला। आदरणीय महिला व्रतालु दिदीबहिनीहरू हतार नगरकन बिस्तारै बिस्तारै आइदिनुहोला। हतार नगरकन बिस्तारै बिस्तारै आइदिनुहोला। आदरणीय श्रद्धालु भक्तजनहरू केही बेर यथा स्थानमा धैर्य धारण गरी बसिदिनु हुन विनम्र अनुरोध गर्दछौँ। केही बेर यथा स्थानमा धैर्य धारण गरी बसिदिनु हुन तपाईँहरूमा यस मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछौँ। आदरणीय श्रद्धालु भक्तजनहरू, एक महिने कठोर निराहार व्रत र पुरुष व्रतालुहरू जिउ मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछौँ। आज शनिबारको भिडभाड हुन्छ। आदरणीय श्रद्धालु भक्तजनहरू, ठुल्किलाको बाटोमा आउनुभएका भक्तजनहरू, हाम्रा पुरुष व्रतालुहरू एक महिने कठोर निराहार व्रत र पुरुष व्रतालुहरू साष्टाङ्ग दण्डवत गर्दै जिउ नाच्दै ठुल्किलाको बाटो हुँदै भीमसेन स्थानसम्म भीमसेनको दर्शन गर्न आउँदै हुनुहुन्छ। कृपया उहाँहरूको बाटो खाली गरिदिनु हुन पनि तपाईँहरूमा यस मेला व्यवस्थापन समिति विनम्र अनुरोध गर्दछौँ। ऐतिहासिक भूमि, पावन भूमि, पुण्य भूमि शरणपुर नदीमा पाल्नु हुने समस्त सम्पूर्ण भक्तजनहरूमा श्री माधव नारायण कृष्ण व्रत तथा शाली नदी सुधार समिति तपाईँहरूमा हार्दिक हार्दिक स्वागत गर्दछौँ। आदरणीय श्रद्धालु भक्तजनहरू, एक महिने निराहार कठोर व्रत र पुरुष व्रतालुहरू साष्टाङ्ग दण्डवत गर्दै जिउ नाप्दै ठुल्किलाको बाटो हुँदै आइराख्नु भएको छ। कृपया उहाँहरूलाई बाटो सुलभ गरिदिनु हुन तपाईँहरूमा यस मेला व्यवस्थापन समिति हार्दिक अनुरोध गर्दछौँ। आदरणीय श्रद्धालु भक्तजनहरू, हाम्रा एक महिने व्रत र निराहार व्रत र पुरुष व्रतालुहरू साष्टाङ्ग दण्डवत गर्दै चाहिँ प्रश्नहरू सजिलो हुन्छ। आफूले सबको सहयोग गरौँ, नित्य पूजा आरतीमा सहभागी बनाऊ, आफूले सबको सहयोग गरी पुण्य कमाऊ। मल्लकालीन कला शैलीमाले अष्टमात्रका सत्तारी परमेश्वरी ग्रहको उहाँको दर्शन गरोस् र उहाँको दैनिक नित्य पूजा आरतीको लागि आफूले सबको सहयोग गरौँ, पुण्य कमाऊ। एकछिन दिदी हेलो त्यहाँ छोडिदिनु। विश्वास गरेर
यहाँ पनि दैनिक पूजा आरतीको लागि आफूले सन्तोष गर्नु नारायण आगन्तुक रोकेर दिदी सरस्वत भाइ जय तुनी महाराज, गणेश महाराज की जय हो।